ल आउनुहोस् तपाईँले काठमाडौँदेखि विराटनगर जानको लागि वासरुम भएको स्लिपर बस कस्तो छ भने देखाइहालौँ है। टक्कसँग तपाईँले प्राइभेसीको ध्यान राख्नको लागि टक्कसँग सिसाको बन्दोबस्त मजाले सिसा लगाउनुहोस् होइन, सँगसँगै पर्दा पनि लगाउन मिल्छ होइन। अब यो कपल स्लिपर हो भने टक्कसँग तपाईँले दुईजनाको लागि मजाले बस्नेदेखि लिएर सुत्नको लागि ब्ल्याङ्केटदेखि लिएर चार्जिङ पोर्ट, एसी, वाइफाई, फ्यान सबै कुराको बन्दोबस्त छ भने छेउमा झ्यालदेखि लिएर होइन टक्कसँग पर्दाको बन्दोबस्त छ भने तपाईँ दुईजना गरेर 4 जनाको लागि क्याबिन स्लिपर छ भने जम्मा 8 जना सुतेर जान मिल्छ है। अब टक्कसँग सिडीदेखि लिएर तपाईँले सिट हेर्नुहोस् मजाले सिटमा तपाईँले सबै कुराको बन्दोबस्त छ भने स्लिपरमा पनि सबै कुराको बन्दोबस्त छ। स्लिपरमा पनि तपाईँले ब्ल्याङ्केटदेखि लिएर चार्जिङ पोर्ट, एसी, वाइफाई, फ्यान सबै कुरा छ भने हरेक सिटमा तपाईँले ब्ल्याङ्केटदेखि लिएर चार्जिङ पोर्ट सबै कुराको बन्दोबस्त छ भनेपछि तपाईँले यो गाडीमा वासरुमको पनि बन्दोबस्त छ है। अब अगाडिमा गएर तपाईँले वासरुमको पनि फेसिलिटी छ भने तपाईँले टक्कसँग वासरुम पनि गर्नु पऱ्यो, युरिन गर्नु पऱ्यो, केही गर्नु पऱ्यो भने वासरुमको बन्दोबस्त छ होइन। अब टक्कसँग स्लिपरमा सुतेर यात्रा गर्नुहोस् काठमाडौँदेखि विराटनगर र विराटनगरदेखि काठमाडौँ। यो OnePlus VIP सोफा बस हो भने यो गाडीको सम्पूर्ण डिटेल्स, फेयर, कति बजे छुट्छ, कहाँबाट छुट्छ, कहाँबाट चढ्ने, कहाँबाट टिकट लिने सबै कुरा गोमाइको एप्लिकेसनमा एभाइलेबल छ। मजाले आजै गएर गोमाइको एप्लिकेसन डाउनलोड गर्नुहोस् र मजाले सिट सुरक्षित गरेर बवाल पारेमा यात्रा गर्नुहोस्। काठमाडौँदेखि इटहरी विराटनगर या इटहरी विराटनगरबाट पनि काठमाडौँ आउँदै हुनुहुन्छ भने चाहिँ मजाले गोमाइको एप्लिकेसन डाउनलोड गर्ने र बवाल पारेमा यात्रा गर्ने सुतेर। धन्यवाद।